नमस्ते र स्वागत छ सबैजनालाई आजको यो विशेष क्लासमा। आज हामी लोकसेवा र विभिन्न परीक्षाहरूको लागि अत्यन्तै महत्त्वपूर्ण विषय आन्ध्र महासागर अर्थात् एटलान्टिक ओशियनको बारेमा विस्तृत रूपमा चर्चा गर्नेछौँ। यहाँबाट बारम्बार प्रश्नहरू सोधिने गरिन्छ, त्यसैले एकदमै ध्यान दिएर सुन्नुहोला है त। आजको हाम्रो एजेन्डा सर्र हेरौँ। हामी सुरुमा भौतिक अवस्था हेर्छौँ, त्यसपछि सिमाना, गहिराई र यसका विशेषताहरू, परीक्षामा सोधिने उपनाम र रोचक तथ्यहरू, र अन्त्यमा अन्य केही महत्त्वपूर्ण जानकारीहरू कभर गर्नेछौँ। ल, अब ढिला नगरी सुरु गरौँ। खण्ड 1 भौतिक अवस्था। सबैभन्दा पहिले यसको विशाल आकार र फैलावटलाई बुझौँ। नक्सामा हेर्दा नै प्रष्ट हुन्छ यो महासागर कति विशाल छ। यो माथि उत्तरी ध्रुवदेखि सुरु भएर सिधै तल दक्षिणी ध्रुवसम्मै पूर्ण रूपमा फैलिएको छ। यसले हाम्रो पृथ्वीको एक छेउदेखि अर्को छेउसम्मको लानो दूरी पार गर्छ। अब क्षेत्रफलको कुरा गरौँ। यसको कुल क्षेत्रफल अचम्म लाग्दो 8,24,00,000 वर्ग किलोमिटर रहेको छ। यो अङ्क लोकसेवाको परीक्षामा ठ्याक्कै सोध्न सकिने भएकाले अहिले नै नोट गरिहाल्नुस् है। 8,24,00,000 वर्ग किलोमिटर। पृथ्वीको कुल पानीको भागलाई 100% मान्ने हो भने नि यो एउटै महासागरले मात्रै 23% हिस्सा ओगटेको छ। बाँकी रहेको 77% मात्र अन्य महासागर र जलस्रोतहरूमा बाँडिएको छ। र यहाँनिर आउँछ एउटा भेरी इम्पोर्टेन्ट एक्जाम अलर्ट। धेरै पटक सोधिएको प्रश्न, अङ्ग्रेजी अक्षर एस आकारको महासागर कुन हो? पक्कै पनि यसको सही उत्तर आन्ध्र महासागर हो। यो तथ्यलाई त बिर्सनै भएन। अब अघि बढौँ खण्ड 2 तर्फ, सिमाना। यसको चारैतिर के छन् त? आउनुहोस् हेरौँ। यसको वरिपरिको भौगोलिक अवस्थिति हेर्दाखेरि यसको पूर्वमा अफ्रिका र युरोप महादेश छन् भने पश्चिममा उत्तर र दक्षिण अमेरिका पर्दछन्। त्यसैगरी माथि उत्तरतर्फ सुमेरु महासागर छ भने दक्षिणमा अन्टार्क्टिका र कुमेरु महासागरले यसलाई घेरेका छन्। खण्ड 3 मा प्रवेश गरौँ, गहिराई र यसका अद्वितीय विशेषताहरू। सामान्यतया यसको एभरेज गहिराई 3,700 मिटर छ। तर सबैभन्दा गहिरो भाग कुन हो त? यो एकदम महत्त्वपूर्ण छ। अमेरिका नजिकै पर्ने प्युर्टो रिको द्वीप अर्थात् पुएर्टो रिको ट्रेन्च यसको सबैभन्दा गहिरो बिन्दु हो, जुन 9,138 देखि 9,200 मिटरसम्म गहिरो छ। एउटा एकदमै रोचक भौगोलिक तथ्य के छ भने टेक्टोनिक प्लेटहरूको निरन्तर चालले गर्दा यो महासागर प्रत्येक वर्ष करिब 1 इन्चको दरले फैलिरहेको छ। सोचौँ त, लाखौं वर्षमा यसले पृथ्वीको नक्सा नै कस्तो बनाउला? अब खण्ड 4 हेरौँ, उपनाम र रोचक तथ्यहरू, जुन परीक्षाका लागि एकदमै धेरै सोधिने हट टपिक हो। यहाँ विश्वकै सबैभन्दा अग्ला छालहरू आउने गर्छन् र विश्वकै रहस्यमय क्षेत्र बर्मुडा त्रिकोण पनि यहीँ पर्छ। यिनै भयानक घटनाहरू र डरलाग्दो प्रकृतिका कारण यसलाई शैतान महासागर अर्थात् डेभिल्स ओशन भनेर पनि चिनिन्छ। यहाँ सम्झनै पर्ने केही मुख्य पोइन्टहरू छन्। व्यापारको हिसाबले सबैभन्दा व्यस्त भएकाले यसलाई वाणिज्य महासागर भनिन्छ। अग्लो छालले गर्दा शैतान महासागर, बर्मुडा त्रिकोणको घर, र अर्को अचम्मको कुरा, यस महासागरलाई भूमध्यरेखाले ठ्याक्कै बीचबाट काटेको छ। यी कुराहरू एकदमै ख्याल गर्नुहोला। अब अन्तिम खण्ड 5 तर्फ लागौँ, जहाँ हामी केही अन्य महत्त्वपूर्ण ऐतिहासिक र भौगोलिक जानकारीहरू लिनेछौँ। विश्वका ठूला र प्रमुख नदीहरू जस्तै मिसिसिपी, राइन, अमेजन र कङ्गो आएर मिसिने ठाउँ नै यही हो। र अर्को गजबको कुरा, हवाईजहाज र पानीजहाज दुवैले इतिहासमा सर्वप्रथम पार गरेको महासागर पनि यही आन्ध्र महासागर नै हो। इतिहास र परीक्षा दुवैका लागि महत्त्वपूर्ण अर्को तथ्य, सन् 1912 अप्रिल 14 को दिन विश्वकै प्रसिद्ध र कहिल्यै नडुब्ने भनिएको टाइटानिक जहाज दुर्घटना भएर डुबेको ठाउँ पनि यही आन्ध्र महासागरको चिसो पानी नै हो। यहाँ अर्को एउटा भेरी इम्पोर्टेन्ट तथ्य थपौँ है त। विश्वकै सबैभन्दा ठूलो टापु, जसलाई हामी ग्रिनल्यान्ड भनेर चिन्छौँ, त्यो ठ्याक्कै यही आन्ध्र महासागरमै अवस्थित छ। ल, आजको क्लासमा पढेका सबै भौतिक तथ्य, उपनाम र ऐतिहासिक कुराहरूलाई समेटेर बनाएको यो चिट सिट हेरौँ। यसले परीक्षा अघि एकदमै छिटो रिभिजन गर्न ठूलो मद्दत गर्नेछ। आजको क्लासलाई अन्त्य गर्दै एउटा प्रश्न, कुन महासागरलाई वाणिज्य महासागर भनिन्छ? पक्कै पनि यसको उत्तर
आन्ध्र महासागर नै हो। आजको लागि यति नै। आशा छ तपाईहरूले आन्ध्र महासागरको बारेमा धेरै कुरा सिक्नुभयो होला। यो महासागर केवल पानीको भण्डार मात्र होइन, प्रत्येक वर्ष 1 इन्चले बढ्दै पृथ्वीको भविष्य नै परिवर्तन गर्दैछ। के लाखौं वर्षपछि यसले विश्वको नक्सा नै बदल्नेछ त? सोच्दै गर्नुहोला। यदि तपाईलाई यो क्लास उपयोगी लाग्यो भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। साथीहरूमाझ लाइक र शेयर पनि गरिदिनुहोला। र यदि तपाईलाई यो क्लासको पूर्ण नोट चाहिन्छ भने मेरो फेसबुक पेजमा जान सक्नुहुन्छ। लिङ्क तल डिस्क्रिप्सनमा दिएको छ। धन्यवाद।